हेलो अनि वेलकम टु माई युट्युब च्यानल गाइजहरु। आज पनि तपाईहरुलाई फेरि पनि स्वागत छ। आज चाहिँ हाम्रो के छ भने चाहिँ आज चाहिँ हामी यो जुन अहि हिँड्दै आएको थियौं त्यहाँ चाहिँ उहाँ चाहिँ व्रत बन्द रहेछ एउटा भीमसिंह पथ भन्ने गल्लीमा चाहिँ। त्यहाँ चाहिँ हामी चाहिँ एउटा त्यहाँको मान्छे त हैन अरु मान्छे हो नि त। त्यहाँ गएर आज चाहिँ हामीले खाना खाने कोसिस गर्छौं। हेरौं कतिको सक्सेस भइन्छ त। अब दुई जना हिँड्न लागेको चट्ट भनेर म उताको दृश्य चाहिँ देखाउँछु हजुरलाई, हेरेर इन्जोय गर्नु होला है त। हामी चाहिँ के थियो भने आज चाहिँ दुई जना मात्र खाना जाने भन्ने उ र म चाहिँ थियो। अर्को भजुवा पनि यहाँ खन्चुवा पनि जोडिया छ। आज खाने भनेपछि मर्यादै गर्छन् सबैले। खा जस्तो शरीर त छैन कसैको, तर पनि अब जान बोलाएको त आफ्नो अङ्कल पर्ने भन्ने जानी हो के रे। खास बोलाएको त एउटालाई हो के। अब हामी चाहिँ तीनजना चाहिँ हिँड्ने छ। हेरौँ अब खाना दिन्छन् कि दिन्छन् के भन्छन्। त्यहाँ चाहिँ हामी त थोरै अघि त्यहाँ भीमसिंह पथ छ त्यहाँ हो छिर्ने। के त्यो पत्रिका हो पिचकारी हो फुटो गयौँ है। हामी चाहिँ आइसक्यो त भीमसिंह पथ चाहिँ यही हो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हजुरले। यहाँ चाहिँ के भन्छ अरे व्रत बन्द लागेको चाहिँ यही हो। आज चाहिँ हामी चाहिँ अब यसो खाने कोसिस गर्छौँ नि त। अब दिन्छन् कि दिन्नन् हेरौँला, भिडियोलाई देखाउने नै छु। बाँकी चाहिँ हामी तीनजना आइसकेका छ। दुईजना भजुवा पनि छ देख्न सक्नुहुन्छ पछितिर। बाँकी दृश्य चाहिँ यही हो। यहाँको दृश्य त यहाँ देख्न सक्नुहुन्छ सबै खाने बेला भएछ। अब हामी पनि बिना कारण चाहिँ भजुवाहरू यहाँ चाहिँ व्रत बन्द भएको चाहिँ यहाँनिर रहेछ जामै त। ओहो राम्रो राम्रो केटहरू रहेछन् नि त यहाँ सबैले खान लाग्यो त। मेरो बा दुईजना भजुवाहरू खाना कालहरू आएका खाने बेला आइयो छ साथीहरू। अब यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले खानपिन भइरहेको छ। यहाँ चाहिँ हामी पनि यहाँको अब त्यसै नयाँ पाहुना भनेर आउँछौँ। खाना दिन्छ दिन हेरौँ है त। आज चाहिँ उहाँले जेरी हालिदिनुहुन्छ। अलि रातो के भन्छ कलर नहालेको यस्तै हो नि। हो एकदम यो चाखिदिन्छ है। यो फाल्तु हो कि के हो र? यो खायो हो नि भयो। ल साथीहरूलाई बोलाउँ चाखिया खान्छु अरूको टिम। ल यार एउटा चाहिँ चाहिरहेको छ कस्तो हुन्छ देख्न सक्नुहुन्छ। वाह मजा छ त्यसै कसको थाहा त छैन। यस्ता हिँड्न पर्छ खाने बेला। खाने बेला ठन्डा भयो होइन क्या होइन अर्को कस्तो चाहिँ ऊ ल्याएर तिम्रो नाम के अरे? नाम तिम्रो प्रतीक्षा। यहाँ चाहिँ त्यो व्रत बन्द हुने दाईको को पर्छ कोही आफन्ती यहाँ व्रत बन्द भएको कसको थाहा होइन। के हो त? पूजा हो। ल हुन्छ खाऊ है। ल साथीहरू अब चाहिँ हामी खाना हाल्दा हिँडेको त्यसै। अब यहाँको कोही त होइन तर पनि यसो खाना हालमै त। आज खानमा डिसन हो के छ यहाँ चाहिँ दिनुहोस् न। पापड रहेछ, सलाद रहेछ, अचार रहेछ, यसले रहेछ। यो चाहिँ राजमा पनि रहेछ। यो चाहिँ के होला एउटा प्लेट देख्छौँ। हामीलाई खाएको सबै देखाउँछ त हजुरलाई हेर्नु होला। लगाइ कोही त होइन त मोबाइल सिधा पाएर खाना चाहिँ गर। ल के रोटी हो यति हो र बन्दैछ मासु छ रान्दा हुन्छ पनिर हो। पनिर हो दाल छैन र पनिर आइसकेको पनिर हालौँ। सिङ्गा आलु गोपीको तरकारी अचार गाँस गर्नु सलाद छ। बेसी भयो त खाना चाहिँ छोड्नु भयो है। दिस इज टु मच। यहाँ पैसा सपना दौडेर आएका छन्। दौडिन पैसा छोड्नुपर्छ। 1000 साप्नी 1000को नोट। ल ल ल ल ल केटा भात राख पैसा छोप्ने पैसा धेरै पैसा आउँछ पैसा। ल गएर यहाँ त सब खाना खाना पैसा छोप्ने 5 का नोट। 1000 भनेको त 500 छ। पानी पनि छेप्ने छ। 1000 छोप्न पर्यो भनेर आएको त।
ए खाना साथीहरू हामी चाहिँ अब खाना लागेको छ यहाँ चाहिँ र उहाँ चाहिँ को हो कुनै खै चिन्न त चिनिन तर उहाँबाट निकै राम्रो धेरै छन् तिनले चाहिँ र हामी चाहिँ गाईचरामा खान्छौँ पहिला चाहिँ त्यसपछि अरू एकपल्ट चाहिँ हामीलाई देखाउने गर्छौँ ल साथीहरू हामी चाहिँ खाना खाएर सकिसकेको छ र बाँकी मेरो भागमा चाहिँ यो जेरी दुईवटा जेरी बाँकी छ अब चाहिँ आज खाना खाइयो छोटु भाइ हाई भनिदेऊ साथीहरू अब चाहिँ हामी खानासाना खान निस्केका छौँ र यहाँ चाहिँ मेरो म जान्छु है ल तिमीलाई हालिदिन्छु यो चाहिँ मेरो भागको जेरी यो चाहिँ म छोड्नु भएन नि त मेरो भागको जेरी आफ्नो भागको जेरी लिएर चाहिँ हिँड्न पर्यो ल सबैलाई बाई बाई भनिदिउँ अब सबैलाई देख्छ सबै हुन्छ नि त आफ्नो भागको जेरी छोड्न भएन चाहिँ मेरो ब्लगको नाम AJ.Vialogy ब्लग 99 है ल साथीहरू अब हामी चाहिँ अब जेरी लिएर निस्किसकेका छौँ देख्न सक्नुहुन्छ र आज चाहिँ खाइयो जियोस् यस्तै दिनकै नजिक लाग्ने त खाना पनि हुन्थ्यो अब ज्यान पालिन्थ्यो अब हेरौँ अब भोलि पर्सितिर कहाँ छ आजलाई चाहिँ म ब्लगिङ अन्त्य गर्छु साथीहरू दुईजनामा पुगिसकेका छन् र फेरि पनि पर्छ भने म हजुरलाई यस्तो लिएर आउनेछ र तल कमेन्ट्स गर्न चाहिँ हजुरहरूले ठ्याक्कै नबिर्सिनु होला हजुरहरूले चाहिँ आजलाई चाहिँ बाइ